हाई एभ्रिवान एन्ड गुड मर्निङ। अनि यो चाहिँ हाम्रो डे 4 अफ लद्दाख राइड र हामी चाहिँ कहाँ बसेको थियो भन्दाखेरि चाहिँ यहाँ मेन कारगिलको मेन मार्केटमा यहाँनिर होटल भर्खर बनिँदै रहेछ। अनि यही होटलमा चाहिँ हामी बसेको थियो। अनि यहाँनिर चाहिँ छ एलिनाको बाइक अनि मेरो। र अब चाहिँ हामी यहाँबाट राइड स्टार्ट गर्नेछ। अलिकति हामीले 5 बजी स्टार्ट गर्ने भनेको थियो, तर एलिनालाई अलिकति रेस्ट राम्रोसँगले पुगेको थिएन, त्यही कारणले त्यो अलिक रेस्ट गर्यो। र अब चाहिँ हामी यहाँ हिँड्नेछ। पानी पनि पर्नु आँटेको छ र बिहान किनभने मैले यसको निन्दा डिस्टर्ब गरेको थिएँ। यसलाई त अलिकति खालको आवाज पनि हुँदैन क्या, यो चाहिँ उठिहाल्छ। बिस्तारै तानेको मैले चाहिँ। यो चाहिँ हो हाम्रो मेन मार्केटको, यहाँ हामी बसेको होटलदेखिको बाहिर चाहिँ यस्तो छ। सो गाइस सी यू एट मोटो ब्लगिङ। आइज त म अलिकति हामी त उयो भन्छ ल गाइस, कृतिले अलिअलि भए पनि भ्लग गर्दैछ मैले भनेर अनि प्रेसर भइरहेछ कि अनि आएर थाहा हुनुपर्ने र भ्लगर भएपछि कस्तो हुन्छ भनेर मोटो भ्लगिङ इन्स्टा युट्युब फेसबुक भयो भने त पागल हुन्छ नि त। अनि सिक्दैछ अलिअलि। म चाहिँ लद्दाख राइड भएर मात्रै गएर अब नगर्नु पऱ्यो मलाई नहुने रहेछ। लगत हुने रहेछ। म बोल्नै सक्दिनँ। माइक हुँदैन, यसमै सुनिरहेछ त। गाइस दिस इज द वान है, कारगिल यो हो। र यहीँ कारगिलको लास्ट भिलेज पनि यहाँनिर पदुम भन्ने छ है। यहीँ कहाँनिर तपाईँहरू आएर यहाँ स्टे पनि गर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँनिर स्टे गरेको थियो। अनि यहाँनिर चाहिँ मेन एट्र्याक्सन चाहिँ के हो भन्दाखेरि चाहिँ लास्ट भिलेज रहेछ नि त। त्यहाँनिर चाहिँ तपाईँको खालि 27 या 21 हाउस होल्डहरू मात्रै रहेछ। त्यहाँनिर चाहिँ यहाँनिर चाहिँ कारगिलमा चाहिँ इन्डो र पाकिस्तानको बोर्डरहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँनिर मेलबक मैत्रेय बुद्ध पोइन्ट पुगिसकेको छ है। अनि यो चाहिँ कारगिलदेखिको थियो 39 किलोमिटर। अनि यो चाहिँ तपाईँको स्टोन कार्भड स्ट्याचु रहेछ यहाँभित्र है। यो चाहिँ मैत्रेय बुद्धको। अनि त्यसकै नाममा चाहिँ फेमस रहेछ। अनि यहाँ नि हामीलाई पछाएको छ। हाई बिस्किट छैन, एकछिन म दिन्छु ल। अनि यो चाहिँ 18th सेन्चुरी ओल्ड स्टोन कार्भड मैत्रेय बुद्धको स्ट्याचु यहाँनिर छ। अब हामी यहाँ जानेछौँ। मलाई त नि यस्तो चिसो, अब यहाँदेखिको चाहिँ कारगिलदेखि चाहिँ एकदम पुरा चिसो स्टार्ट हुँदो रहेछ। अनि मलाई चाहिँ उयो जुत्ताहरू खोल्नै मन छैन क्या। हामी चाहिँ यहाँनिर नामकिला पास पुगिसक्यो। अनि यो चाहिँ मेल के पो थियो, यो चाहिँ तपाईँको मुलबेकदेखिको चाहिँ 15 किलोमिटर समथिङ जस्तो छ। अनि अब यहाँनिर एकदम हाई एल्टिट्युड भएकोले गर्दाखेरि चाहिँ अलिकति हामी स्लो हिँड्दैछौँ है। अनि यस्तो ब्रिदिङमा चाहिँ त्यस्तो प्रब्लम भएको छ, अलिक माथितिर हुन्छ होला। अनि यसो ह्यान्ड होस्, यो चाहिँ हो तपाईँको नामकिला पास है। हामी सबै पोइन्ट कभर गर्दै हिँड्दैछौँ। अनि यो चाहिँ हाम्रो पोइन्ट 2, अझै हाम्रो 8-9वटा पोइन्ट छ। सो सी द भ्यू है, यति ब्युटिफुल यहाँनिर एकदम। यो डेथ माउन्टेन्स अरे भन्दो रहेछ, यता मलाई त याद थियो त। अनि अब नामकिला पास लगेर हामी एकछिन त्यहाँनिर पनि होल्ड गरेर हामी हरेक पोइन्ट होल्ड गर्नेछौँ। झन्डै 8-9वटा छ लद्दाखले पुग्नुभन्दा अगाडि आफू होल्ड गर्ने। अनि यति राम्रो देख्दो रहेछ पनि यहाँनिर यति बेसी चिसो फेरि हो। अनि म चाहिँ तपाईँहरूले के सजेस्ट गर्छु भन्दाखेरि तपाईँ कारगिलदेखिको यताले हुँदै आउँदैछ भने चाहिँ मस्ट क्यारी यर आफ्नो वार्मरहरू होइन, यस्तो ग्लोभ्सहरू पुरा बेसी बाहिर आउनुपर्छ, ज्याकेटहरू होइन। अब चाहिँ सक्दैन है जाडोले हेरेर। अहिले चाहिँ हामी 12,000 13,000 अराउन्ड एल्टिट्युडमा हामी हिँड्दैछ यति चिसो। अनि मलाई त अलिकति डर लाग्दैछ, किनकि यो सायद यो देखाएछ यसमा लाग्दैछ, तर होइन रहेछ। यो चाहिँ पानी पर्दैछ नि त अहिले, अन्त त्यसले गर्दाखेरि चाहिँ पुरा बेसी चिसो भएर होइन, हातहरू चिसो भएर आँखाहरू पानी पसिरहेको छ नि त। अनि म पनि हेर्दैछु त्यस्तो चिसो है। त्यहाँदेखिको चाहिँ कारगिलदेखिको उता चाहिँ अब एन्ड डेस्टिनेसनसम्म यति साह्रो चिसो हुँदो रहेछ, यति साह्रो चिसो हुन्छ। आमा कति दामी देखेको नि यतिको हेर्नुको लागि चाहिँ है। मान्छेले कहाँदेखिको आउँदैन, कहाँदेखिको त्यो चाहिँ पुरा बेसी झर्दो रहेछ। यो चाहिँ बज्रीहरू जस्तो रहेछ। लभली
एन्ड गाइज हामी चाहिँ यहाँ भोटुला पासको रुट लिएर अब हामी चाहिँ नम्किला पास पनि सकेर अब चाहिँ हामी भोटुला जाँदैछौँ, भोटुला पास। अनि त्यहाँदेखिको चाहिँ अझै हाम्रो आज भोल चाहिँ लेमा छ है। अनि अब यस्तो दामी दामी रुटहरू रहेछ है। आमा गाइज हेर्नु त 9 बजिसक्यो होइन। हामी चाहिँ भोटुला पास पुग्न आँटेको छ। अनि यहाँनिर हामी आउँदा आउँदा चाहिँ एउटा राइडर रहेछ होइन, ऊ चाहिँ त्यो रेनकोटहरू नबोकी आइस नि त। तर यस्तो है, अब तपाईँहरू लद्दाख आउनुभयो भने यु मस्ट क्यारी यर रेनकोट क्या हौ। आफूलाई खिलाडी सम्झिराख्थ्यो क्या कुनै रेनकोटै नलिई आइस, त्यस्तो कहिले हुँदैन है। यस्तो जाडो, यस्तो चिसो, यस्तो ठन्डामा चाहिँ एउटा ज्याकेट अनि जिन्स त केही छैन, तर अलिकति होइन आफ्नो पहिला हेल्थ हेर्नु पऱ्यो, आफ्नो सेफ्टी फर्स्ट भन्छ नि होइन, त्यसरी हेर्नु पऱ्यो नि त। रेनकोट त मोस्ट उयो हो त, अब कसरी नलिआएको। हामी जस्तै हाम्रो फर्स्ट पोइन्ट थियो मालबर्ग, त्यहाँदेखि सेकेन्ड पोइन्ट नम्किला, अब हाम्रो थर्ड पोइन्ट भोटुला र अझै धेरै पोइन्टहरू छ, तपाईँहरूलाई देखाउँदै जाँदैछु। गाइस हेर्नु न यहाँ कति राम्रो। यस्तो चिसोमा मान्छेहरू कसरी बस्छ होला है। अनि दिस इज अब बाइकहरू पनि देखाउन, कति मान्छे देखाउनु, कति भ्यू मात्रै देखाउनु होइन। यो मेरो बाइक, यो छ एलिनाको बाइक। यसले चाहिँ अब सक्यो घुमा है जोडले त्यहाँ त मिरर चाहिँ यसको गएछ। अब पछाडि छ अन्त कसरी खोल्नु। एलिनाको मिरर चाहिँ यो उयो भइगयो चाहिँ अब यता र उता। मेरो पनि हिजो त्यस्तो भइसक्यो। मेरो ड्युक 250ले चाहिँ अब लद्दाख देख्ने छ, लद्दाख यतिकै चाहिँ हुनु पऱ्यो नि होइन। अनि मलाई चाहिँ प्रायःले अब ड्युकमै जाने हो, लद्दाख यस्तो भने नि होइन। अब के गर्नु होइन, आफ्नो त ड्युकै छ, अन्त अर्काको लगेर जानु भएको छैन होइन। अब आफ्नै पैसाले किनभने आफ्नै मेहनत गरेको पैसाले किनेर त्यही बाइकमा जानु पऱ्यो नि होइन। आफ्नो बाइकमा गएको जस्तो मजा कहाँ आउँछ होइन एलिना भन् त। आफ्नो बाइकमा गएको जस्तो मजा केमा आउँछ साला। हामी चाहिँ यहाँ एउटा यति ब्युटिफुल भिलेजमा हामी चाहिँ यहाँ एकछिन होल्ड गऱ्यौँ होइन। अन्त यहाँनिर फुलहरू पनि यस्तो दामी रहेछ, मलाई चाहिँ यति बेसी मन पर्यो हो। अनि अब यो भ्लगलाई चाहिँ म यहाँनिर एन्ड गर्दैछु, किन भन्दाखेरि चाहिँ आज हामीले धेरै पोइन्टहरू रोक्यो नि त। अनि त्यसले गर्दाखेरि चाहिँ यो भिलेज चाहिँ यो हो। अनि यहाँनिर फुल जुन चाहिँ मैले कुरा गरेँ नि, हेर्नुहोस् न कति ब्युटिफुल देखेको है। यो उतल होइन, के थियो यो, अनि यो चाहिँ के सायद केही रोपेको होला है। अनि यहाँनिर पर यहाँनिर पनि यस्तो दामी देख्दो रहेछ। यहाँनिर यस्तो ब्युटिफुल या प्लेसेसहरू रहेछ, यस्तो दामी पोइन्टहरू होइन। अब चाहिँ हामी यहाँदेखिको जाँदैछौँ भोटुला पास। सो अब चाहिँ म नेक्स्ट एपिसोड लाउँछु होला सायद। यो चाहिँ हाम्रो डे 4 को हो अब यो चाहिँ। अनि म यो भ्लग चाहिँ यहीँ एन्ड गर्दैछु। सो बाई सी अन नेक्स्ट 2 एपिसोड है। दिस इज एपिसोड 1।